हेलो मेरा प्यारा प्यारा साथीहरू, दिदीको स्वागत छ। हजुरलाई स्वागत छ दिदीको किचनमा, स्वागत छ। फेरि आयो खट्टी मिठीले यो जाडोको रुगा खोकी ज्वरो सब दुवाई पार्ने छ है। आयो है दिदीको सक्खरमा बनाएको खट्टी मिठी। ल हेर्नुहोस् त यस्तो हुन्छ यो। ल हेर्नु त दिदीको उसमा बनाएको, किचनमा बनाएको खट्टी मिठीको पारा। ल हेर्नुहोस्, यो खाना नबिर्सिनु होला र दिदीलाई सम्झिनु होला। दिदीलाई कमेन्ट लाइक सेयर गर्न माया गरिदिनु होला। हजुरहरूको साथ सपोर्टले गर्दाखेरि म अगाडि बढ्न सक्नेछु। ल हेर्नुहोस् है, एकदमै स्वास्थ्यको लागि एकदमै राम्रो है। यो लागि यो घाँटी रुगा पिनासको लागि एकदमै राम्रो है। यसले घाँटीलाई सक्खरले असाध्यै राम्रो गर्छ। छातीहरूलाई यसमा हिङ बिरेनुन ज्वानो राखेको छ। बाई बाई साथी, नबिर्सिनु दिदीलाई, पिरो दिदीलाई नबिर्सिनु होला है। आयो खट्टी मिठी दिदीको किचनमा, आयो खट्टी मिठी। ल हेर्नु त यी आयो दिदीको किचनमा खट्टी मिठी। बाई बाई साथी, बाई बाई। सेयर लाइक कमेन्ट सबै गरिदिनु होला भन्ने पुरा आशा लिएको छु। ल बाई बाई साथी, बाई बाई।